बुद्धबाट प्राप्त गर्नुभएको ज्ञानलाई तमाम मानव समुदायमा समर्पण गर्दै र त्यसलाई चाहिँ विस्तार गर्दै यहाँसम्म आइपुगेको र उहाँको ज्ञानलाई तपाईँ हामी तमामले ग्रहण गर्दै आइरहेको हुन्छ। बुद्ध धर्म अथवा बुद्धिज्म भनेर हामीले बुझ्ने गरेका छौँ र यसैलाई यसरी अंगीकार गर्दै आइरहेका छौँ। यहाँनिर लामा गुरुजीहरूले बुद्ध या धर्मको बारेमा व्यक्त गर्नुहोला र म निवेदन पनि गर्न चाहन्छु भने बुद्धिज्म चाहिँ मैले बुझेको बुद्धिज्म चाहिँ बडो साइन्टिफिक छ। यसमा कज एन्ड इफेक्ट जो विद्यार्थीहरूले अथवा साइन्सको स्टुडेन्टहरूले बडो ध्यानपूर्वक याद गर्ने विषय यसमा कज एन्ड इफेक्ट हुन्छ। भनेको मतलब कुनै पनि विषयवस्तुको कारण छ र त्यसको असर छ, त्यसको असरले गर्दा के अरे कारणले गर्दा के असर पर्दछ भनेर बुद्धिज्मलाई यसरी एउटा विज्ञानको रूपमा हेर्नु हुन्छ। धेरै धर्महरूमध्येमा यो बुद्धिज्मलाई अलिक वैज्ञानिक धर्मको रूपमा विचार गरेर यसरी नै हामीले पनि लिनुपर्दछ भन्ने मलाई लाग्दछ। यसमा जात वर्ण वा कुनै लिङ्गको डिस्क्रिमिनेसन छैन। सबैले यसलाई अंगीकार गर्न सक्छ र सबैको शान्तिको